पर्यटकीय क्षेत्र वाका भ्रमण ल आज चाहिँ 2081 प्रजातन्त्र दिवस का दिन चाहिँ हामी पिएचसी को स्टाफहरू सबैजना हामी मिलेर चाहिँ ग्रुप मिलेर आज हामी यो वागा भने यो चाहिँ धादिङ है धादिङमा पर्ने रहेछ म अघि भर्खर थाहा पाएँ सिस्टरले भनेर आएका छौँ हामी। अब यतापट्टिको हाम्रो लेडिज ग्रुप लेडिज पार्टी हुनुहुन्छ यहाँ, यतापट्टि हामी जेन्ट्स पार्टी, अर्को लेडिज उता जानु भएको छ पिसा फेर्न जानु भएको छ क्या है बच्चा पार्टी उता बच्चा पार्टी। अब जाउँ जाँदै गरौँ हामी जाउँ माथि। अब हामी दृश्य देखाउनेछौँ कस्तो छ भनेर। ल कलर चेन्ज छ यहाँ चाहिँ लाली गुराँस देख्न पाइन्छ भनेर आएको हामी। यो चाहिँ पोखरी हो क्या हो यो है सुकिसक्यो रहेछ वहाँ माथि जानुपर्ने छ। ल ओहो ल फर्स्ट टाइम मैले देखेको यो भुतले यस्तो धेरै भुत्ला चौरी गाई जस्तो। धार्मिक पर्यटकीय क्षेत्र वाका भ्रमण रे यसरी छन् हाम्रो ग्रुप। बसेर कि उठेर? बसेर कि उठेर? पहिला त उठेर गरेको भएन अनि बसेर गरेको। यो मैले अघि नै मैले भनिसकेको छु त्यो खुलाइसकेको छु आइडेन्टिटी। यता चाहिँ फुटबल ग्राउन्ड पनि रहेछ कस्तो सही रहेछ ल फुटबल ग्राउन्ड पनि रहेछ यहाँ। पिसाब फेरेर ठिकै गरेछु। ओ कहाँ चढाइदिनु भयो यस्तो पुरै स्यास्या भयो हेत्ते। हावा टाइट भएको हो र? हाम्रो म्याडमको हावा टाइट भयो छैन? के हुन्छ कि आजकल के हो कि त्यही गरी एनसीडी गर्नुको कारण त्यही हो के। यति बेला रोक्दिनु होला अయ్య बा सास फेर्ने बेला रोक्दिनु होला। नजिक नजिक आइपुग्यौँ हो र? ल हामी डेस्टिनेसनमा आइपुगे जस्तो लाग्यो। स्वागतम भनेर गेटमा यस्तै हाम्रो स्वागतम भनेर पनि लेखिएको छ यहाँ। हे बा मनाइ छ रेलिङ वरिपरिको बाटो बिरुवा फुलहरू नटिपिदिनु होला है बा। ल खुल्यो ल मेरो इन्ट्री भयो प्रवेशद्वार भनेछ। सरर हावा चलिरहेछ यहाँ मस्तको छ। अझ झन् भिजिबिलिटी क्लियर भएको भए झन् राम्रो देखिन्थ्यो होला है। कस्तो लाग्दैछ त? रमाइलो हुँदैछ। क्रेडिट कसलाई दिने त? मलाई। पिउ कस्तो लाग्दैछ? पिउ कहाँ आयो? पिउ ट्रेकिङ पिउ ट्रेकिङमै आएको। रेडी 1 2 उतै मात्रै। मेरो ब्लगमा हैन हाम्रो क्यामेराम्यान डाक्टर सचिन चौधरी भन्दा भन्दै फोटो हेलो गाइज आज हामी कहाँ छु? कहाँ छु
कहाँ छु भन्नु न त कहाँ छु वाका घुम्नलाई तासमिना मिना जाउँ ल माथि आइपुग्नु भयो यो चाहिँ सबभन्दा माथि यहीँको हाइट होइन मलाई चाहिँ ल्याएछ उता त खिच्न पाइहाल्यो नि कुन चाहिँ है अलि हो है बुद्ध स्तूपा रहेछ नि त यस्तो रहेछ यहाँ पुरानो पानी पाउँदैन अरे कस्तो बनाइदिएको छ ओहो कस्तो खतरा छ है आकाश खुला यस्तो दामी देखिन्थ्यो ल हामीले चाहिँ फोटोसुट गरेर भिडियो सुट गरेर भ्यायौँ नाचेर हामी नाच्न पनि नाचिसक्यौँ है हाम्रो क्यामराम्यान यो भाइलाई हाम्रो विजय भाइलाई धेरै धेरै धन्यवाद उहाँलाई होइन उहाँ नहुनु भएको भए चाहिँ हाम्रो फोटो पनि राम्रो हुँदैन थियो प्लस अनि एकदम रमाइलो भयो यो चाहिँ रहेछ हाम्रो अनि अब हामी चाहिँ फर्किने अब यहाँबाट फर्किने तल गएर चाहिँ अब यहाँ चाहिँ खाना मिल्दैन रहेछ अप्ठ्यारो छ यहाँ चाहिँ यो धार्मिक स्थल यस्तो छ कि यहाँ अब होइन अनि मेरो कस्तो छ ए ल ठिक छ ल अब यस्तो भन्यो कि यहाँ हावा पनि दामी चलेछ होइन अब के भन्यो ठिकै छ होइन दुई शब्द सकौँ धन्यवाद ल ठिक छ अब चाहिँ हामी निस्किने अनि हामीले चाहिँ खानाको लागि भनेर उतै पकाएर लिएर आएको छौँ त्यो चाहिँ तल खाने अब तल ग्राउन्डमा गएर बसेर एकछिन त्यहीँ पनि रमाइलो गर्नु पऱ्यो त्यसपछि हामी निस्किन्छौँ होइन यहाँनिर रहेछ क्या लालीगुराँसी ए आउनु ल लालीगुराँस देख्न पाइएन भनेको त धन्न हामी निक्लिने बेलामा टक्क एउटा बोटमा मात्र लालीगुराँस फल्याएर रहेछ सही छ ल अलिकति रातो मात्र छ यहाँ ल हाम्रो एक्जिटवाला चाहिँ बाटो एकदम सर्टकट रहेछ है उताबाट चाहिँ अलि लामो थियो यहाँबाट चाहिँ एकैछिनमा आइपुग्यौँ हामी यस्तरी यो यहाँदेखिको भ्यू हो यो आज की रात मजा हुस्न का आँखों से लीजिए आज की रात मजा
ल सुरु गरौँ अब कसकोमा थोरै पर्यो पछि हुँदैन यहाँनिर अब एकछिनमा टक्क डान्स गर्नु ल 1 घन्टाको रमाइलो पश्चात हामीलाई एकदम भोक लागेको अवस्था त्यही भएर हामीले चाहिँ बाँड्यौँ हाम्रो सिस्टरले चाहिँ एकदम हेल्प गर्नुभयो यो बाँड्नलाई ठ्याक्कै सबमा बराबर बाँड्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद यस्तो चाहिँ ल सबभन्दा ध्वस्तै भएको अन्डा चाहिँ मेरो हो फुट्यो ल धन्यवाद ल अब स्टार्ट गरौँ है त ल हो तपाईँको ल सेन्ट गयो होला कि अलिअलि आउँछ केही फरक पर्दैन अलिअलि भइहाल्छ केही फरक पर्दैन धेरै बेर राखेपछि हो क्या अलि त्यही त पानी त राम्रै आउँछ होइन फेरि भन्नु त केचप ओहो ओहो रुकन पानी खानेमा चिप्ला अलि